मैले चाहिँ चलचित्रलाई चाहिँ नजिकबाट निहालेको चाहिँ 10-12 वर्ष भयो। यथार्थ कथा हुन्छ जुन अहिले समाजमा जे चाहिँ ठ्याक्कै भइरहेको कथा छ त्यसलाई टपक्क टिपेर पस्किन सकेको भएर नै परान चलचित्र सफल भयो होला। तर धेरै रोइयो। चलिआएको जुन अहिले विदेश जाने चलन छ एकदम मन छुने चलचित्र बनेको छ। नेपाली चलचित्रको भीष्म पितामहको रूपमा हुनुहुन्छ निरसा, आदरणीय निरसा दाइ। एकदमै धेरै मन छुने दृश्यहरू छन्। मेरा बाबै कति धेरै मान्छे त मेरो छेउमा देखेपछि काल पनि डराएर भाग्छ। भन्दैन भनिकन मनका कुरा बुझ्ने भएर त बाबा नै होला। चलचित्र परान हेरिसक्नु भएको छ। विशेष समय दिन नसके तापनि नेपाली चलचित्र परानलाई चाहिँ एकदमै फुल समय दिएर 1 सेकेन्ड पनि फुर्सद नपाउने सर भए तापनि परानलाई चाहिँ फुल टाइम दिनुभएको छ। के पाउनु सर? यो चाहिँ एकदम मन छुने चलचित्र बनेको छ। निरसाको एकदम गर्विलो प्रस्तुति होइन। नेपाली चलचित्रको भीष्म पितामहको रूपमा हुनुहुन्छ निरसा, आदरणीय निरसा दाइ। उहाँले चाहिँ गर्नुभएको अभिनय र मन छुने जो चलचित्र हेर्दाखेरि धेरैचोटि रोइयो होइन, कहिलेकाहीँ हाँसियो पनि। तर धेरै रोइयो। अहिलेको समाजमा चलिआएको जुन अहिले विदेश जाने चलन छ, बालबच्चाहरूलाई चाहिँ विदेश जाने र बाबुआमाहरू एक्लै बस्ने, बुढेसकालमा असहाय हुने, त्यसलाई चाहिँ एकदम राम्रोसँग चित्रण गरेको छ। सबैलाई हेर्न म अनुरोध गर्छु। स्टार्टिङ लास्टसम्म कुन पाटोलाई खेलाउनु भयो परानभित्र डुब्दै गरे? मध्यान्तरभन्दा पहिला चाहिँ एकदमै धेरै मन छुने दृश्यहरू छन् र अन्त्यमा पनि त्यस्तै मन छुने दृश्यहरू छन्। एकदमै राम्रो छ चलचित्र, एकदमै राम्रो छ। म सबैजनालाई चाहिँ एकचोटि सपरिवारै आफ्नो सानो बालबालिकादेखि ठुलो जो छ सबै परिवारै बसेर हेर्न अनुरोध गर्छु। एनए सिनेमाको चाहिँ विशेष भूमिका म पनि हुनुहुन्छ। यो हुँदै गर्दाखेरि अब अहिले चलचित्रको धेरै चलचित्र हेरिसक्नु भएको छ। अघिल्लो समय र अहिले परान समय आइपुग्दाखेरि बिचमा अहिले परानले दर्शक पाउँदै गर्दाखेरि के हुनुपर्ने रहेछ चलचित्रमा? चलचित्र भनेको चाहिँ मेरो विचारमा मैले चाहिँ चलचित्रलाई चाहिँ नजिकबाट निहालेको चाहिँ 10-12 वर्ष भयो। चलचित्रमा चाहिँ जहिले पनि जे यथार्थ कथा हुन्छ जुन अहिले समाजमा जे चाहिँ ठ्याक्कै भइरहेको कथा छ त्यसलाई टपक्क टिपेर पस्किन सकेको भएर नै परान चलचित्र सफल भयो होला। र यो एकदमै आफ्नै घरमै घट्न सक्ने अथवा घटिरहेको अथवा हिजो हामीले छरछिमेकमा देखिरहेको कथा छ जस्ताको तस्तै पस्किन सफल भएको छ। परान चलचित्र एकदमै राम्रो बनेको छ। निर्माण टोलीदेखि सम्पूर्ण कलाकार साथै एकदम नजिक हुनुहुन्छ। जति नै भूमिका गरेको कलाकारदेखि निर्माता टोली र सबै वितरकदेखि सबैसँग तपाईँको एकदम क्लोज फ्रेन्ड जस्तै हुनुहुन्छ होइन। उहाँलाई के भन्नुहुन्छ हाम्रो कैलाश ढकालको तर्फबाट? होइन, म हाम्रो यो परानको निर्मातादेखि वितरक अब यो एक्जिबिटर सम्पूर्णलाई म के भन्छु भने राम्रै चलचित्र, राम्रो कथा, राम्रो स्क्रिप्ट बन्यो भने त बन्दो रहेछ नि त। जे कथा हो त्यही बनाएपछि त बन्दो रहेछ नि त। खालि कृत्रिममा गएर के नै हुँदै नभएको कथा, सानो कुरालाई तन्काउने भन्दा चाहिँ यो चाहिँ एकदमै जे हाम्रो परिवेशमा जे भइरहेछ, जे हाम्रो अहिले समाजमा घटिरहेछ जस्ताको तस्तै पस्किँदाखेरि त एकदम उत्कृष्ट बन्दो रहेछ नि त। र मन छुने नै बनाउनु पर्ने रहेछ नि त भन्ने चाहिँ यो परानले बुझायो। धेरै राम्रो चल्छ। त्यही भएर पनि समय दिनु भएन। पुरै समय सुरुदेखि लास्टसम्म पुरै हेरेँ। एकचोटि बाहिर ननिस्कि ब्रेकमा पनि ननिस्किकन हेरेँ मैले चलचित्र। सम्पूर्ण पक्कै पनि कैलाश ढकाल सरले भनिसक्नु भएको छ। तपाईँहरू पनि नेपाली चलचित्र परान हेर्न आउनु होला। पक्कै पनि कैलाश सरले चाहिँ यो फिल्ममा फुल समय दिनुभएको छ। उहाँले पनि आफूभित्रको कथा पाउनु भएको छ, आफ्नै गाउँभित्रको, आफ्नै समाजभित्रको होइन सर? एकदम राम्रो। धन्यवाद। थ्याङ्क यू।